मेरो छोरालाई लगेर हाल्यो क्या जेलमा लगेर हाल्यो क्या। मेरो घरमा बस्यो सुजन गुरुङ। बसेको भन्नाले किन? त्यहाँ घर बनाउने मान्छे लगाउने मथि बसेको 1-2 महिनाले ल्याऊ भनेर मेरो कोठामा बसेको हो। मैले जे खान्छ उही बनाएर दिएको हो, खाएको पनि हो। सुजनको यही हो, उसले लिएको भाडामा लिएको भनौँ यतापट्टि तपाईँको। मलाई अब यहाँ घर बनाउने भनेर होला है। मैले त्यो नि सोधेन बाबु, आफ्नै छोरा जस्तो लाग्यो। ल आउ त नि भनेर ल्याएर यही कोठामा सुत्ने थियो यिनीहरू। मेरै बच्चा जस्तो भएर मैले सोधेको कुरा आमा छ कि छैन भने छैन भनेर मलाई माया लाग्यो क्या बाबु। उहाँले थियो मलाई जाडो भयो ल म पानी तताउनु, मैले पानी पनि तताइदिन्छु कि बाबु त्यसलाई। मैले माया नगरेको हो त होइन। जना यो कान्छ के भएर उहाँ त्यो टोयलेट यहाँ ल्याएर त्यहीँबाट बिग्रेर झगडा भएर त नि अब म त छोरै जस्तो लाग्छ अझै पनि है। म नराम्रो सोच्दैन, लगेर मेरो छोरालाई लगेर हाल्यो क्या जेलमा लगेर हाल्यो क्या। कसले? सुजनले त्यसरी लगेर हाल्यो बाबु। मेरो बेसरी मन दुख्यो। उसले त लगेर त्यसरी ठोकेर चाहिँ मैले त छोरै जस्तो लाग्थ्यो नि बाबु, के गर्ने भनेर